अदुवा लसुन र खडा मसलाहरू चाहिँ के गर्छु फ्राई गर्नको लागि थोरै तताउँछु सुरुमै। यसरी हजुरहरूले थिचेर पिसेर जसरी राख्नु पनि सक्नुहुन्छ। मैले चाहिँ छोटो छोटो पिस बनाएर चाहिँ राखेको छु। चलाउने यति गर्दी बेलामा चाहिँ हाम्रो आगो चाहिँ सानो हुनुपर्छ है। अब यसमा हामी यसलाई एकछिन पाक्न दिन्छौँ। हल्कासँग पाकिसकेपछि हामीले यसमा टर्मरिक पाउडर अथवा बेसारको धुलो राख्छौँ। यसलाई एकछिन चलाउने। यो बनाउँदाखेरि चाहिँ यसरी चलाउँदाखेरि हामीले आगो चाहिँ एकदमै सानोमा राख्नुपर्ने हुन्छ। अब यतिको भइसकेपछि हामी यसमा भिजाएर राखेको दाल एड गर्छौँ। हामी एड गर्न सक्छौँ। सबै दाल एड गरिसकेपछि हामी यसलाई बिस्तारै एकैछिन चलाउँछौँ। त्यो बेलामा हामी आगो अलिकति ठुलो गर्छौँ। अब यो दाललाई हामी यसरी एकैछिन चलाइसकेपछि यसमा हामी अब फेरि चामल एड गर्छौँ। चामल पनि पहिले नै भिजाएर राखेको थिएँ, त्यसैले अब म चामल पनि यसमा एड गर्दैछु। हजुरहरूले आफूलाई आफ्नो घरमा चाहिने जति मात्रामा बनाउन सक्नुहुनेछ। मैले यहाँ अलि धेरै मात्रामा बनाएकी छु। यो मैले 10 जनालाई पुग्ने गरी बनाएकी छु। यसरी सबै चामल एड गरिसकेपछि यसलाई यसरी चलाउनु पर्ने हुन्छ र यसलाई अलिकति पानी सुक्नेसम्म भुट्नुभयो भने यसको स्वाद मिठो आउँछ। यो भुट्दाखेरि हजुरहरूले ग्यासलाई अलिकति सानो गरेर गर्न सक्नुहुनेछ। मैले यसमा 3 कप चामल र 4 कप दाल लिएकी छु। यसरी चलाउँदाखेरि अलिकति फुलेको जस्तो भइसकेपछि हजुरहरूले पानी एड गरेर गर्न सक्नुहुन्छ। अब म यसमा पानी एड गर्नेछु। अब म यसमा पहिले नै मनतातो गराएर राखेको पानी एड गर्दैछु। पानी एड गर्दा हजुरहरूले अलि धेरै नै पानी राख्नुपर्नेछ। जस्तै हजुरले 2 कप चामल र 3 कप अथवा 2 कप बराबर नै दाल राख्नु भएको छ भने 7 कप अथवा 8 कप पानी हजुरहरूले एड गर्नुपर्ने छ। यसमा पानी अलिक कम भएको छ, त्यसैले म फेरि यसमा पानी एड गर्न जाँदैछु। मैले यसमा फेरि 1 कप ठुलो कपको 1 कप पानी एड गर्दैछु। पानी एड गरिसकेपछि यसमा हजुरहरूले स्वाद अनुसारको नुन पनि एड गर्न सक्नुहुनेछ। नुन एड गर्नुपर्ने हुनेछ। स्वाद अनुसारको नुन एड गर्ने। नुन एड गरिसकेपछि यसलाई राम्रोसँग चलाउनु पर्नेछ।
त्यसपछि हामीले यसलाई केही छिन उम्लिनको लागि छोडिदिने, यतिकै खुला नै, अनि मात्रै बिर्को लगाउनु पर्नेछ। अब यसमा उमाल आउन सुरु भएको छ। यसरी उमाल आउन सुरु भएदेखि अलिकति ठुलो उमाल आइसकेपछि हजुरहरूले यसमा बिर्को लगाउनु पर्ने हुन्छ। यो उबाल आउँदै गर्दा म यसमा हल्का तताएर राखेको घिउ पनि एड गर्छु। थोरै 1 चम्चा जति एड गर्दैछु। अब यसलाई म चलाउँदैछु। यसलाई यसरी चलाइसकेपछि हेर्न सक्नुहुन्छ अलिकति चामल फुलेर आएको छ। अब यसलाई हामीले बिर्को लगाएर सिटी लगाउनको लागि छोडिदिने। हेर्नुहोस्, अब म यतिको उबाल आइसकेपछि यसलाई बिर्को लगाउँदैछु। यसलाई अब 5-7 सिटी लगाउनुन्जेल पाक्न दिने र ग्यास सानो गरेर छोडिदिने। धन्यवाद।